सो नमस्ते साथीहरू, वन्स अगेन वेलकम टु माई 100 डे च्यालेन्ज डे 5 भ्लग। र आजको भ्लगमा चाहिँ म अहिलेबाट सुरु गर्दैछु। र साथीहरू अहिले चाहिँ म बारीमा जाँदैछु, बारीमा भन्दा पनि खोरमा, किनभने चाहिँ अहिले दोस्रोचोटि पानी हाल्ने टाइम भइरहेको छ र पानी छ कि छैन भनेर हेर्नु पर्यो र पानी पनि हाल्नु पर्यो। र साथीहरू घाँस काट्ने टाइम पनि भइरहेको छ र म घाँस काट्न पनि जान्छु होला। हेर्नु साथीहरू, काम त यस्तै छ आजभोलि, काम भन्दा पनि पानी आउने जस्तो भएको छ आजभोलि। हेर्नु साथीहरू, यो भित्र चाहिँ हाम्रो अन्डा डिपार्टमेन्ट हो। यसमा चाहिँ अन्डा पार्ने र अन्डा पराउनेवाला कुखुरा हुन्छन् र यता चाहिँ हाम्रो बिक्रीमा छन्, यो भित्र पनि बिक्रीमा छन्। साथीहरू कसैलाई चाहियो भने सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर हाम्रो चाहिँ 98 48 48 60 31 रहेको छ। र साथीहरू हामीहरूले कुखुराको खेल्ने ठाउँ पनि बनाएको छौँ। यता छ हाम्रो, उता चाहिँ खोर छ भनेपछि यता चाहिँ छायामा बस्ने कुखुराहरूले चढ्ने ठाउँ छ। साथीहरू रुख पनि धेरै छन्, डिप्टिसहरूको रुख छ, आँपको रुख छ, धेरै चिजको रुखहरू छन् यता। र साथीहरू हाम्रो डम्पिङ साइड चाहिँ यता छ, हेर्नु होला। यता चाहिँ हाम्रो डम्पिङ साइड छ। र साथीहरू यता चाहिँ हाम्रो सबै यो कुखुराहरूले चढ्ने ठाउँ हो। कस्तो लाग्यो साथीहरू भन्नु होला। र साथीहरू हाम्रो यता रुखमा अम्मा पनि छन् फलेको, यी हेर्नु होला, माथि छन्। अहिले यहाँबाट त देखिँदैन, ऊ माथि छ। र साथीहरू यस्तै छ खोरको भित्र चाहिँ। र अहिले तपाईँहरूकोतिर कस्तो छ साथीहरू? अहिले त यता अलि घाम छ, फेरि पानी आउने जस्तो मौसम छ आज त। अहिले चाहिँ यता पानी त मैले देखिसकेँ, पानी छँदैछ। र अहिले चाहिँ म घाँस काट्न जान्छु। र एउटा कुरा के देखाउन चाहँदैछु भनेपछि साथीहरू, हामीहरूकोमा पाइने भनेको यो लोकल कुखुरा मात्रै हुन्। र साथीहरू लोकल कुखुरालाई बस्नलाई हेर्नुहोस्, यसरी ठाउँ बनाउनुपर्छ। भुइँमा बस्यो भने यिनीहरूले राम्रो हुँदैन। र साथीहरू यसरी चाहिँ यिनीहरूको लागि बस्ने बनाउनुपर्छ। हेर्नुहोस् सबै ठाउँ बनाएको छौँ। र साथीहरू यता चाहिँ हाम्रो ठ्याक्कै अन्डा पार्ने कुखुराहरू छन्। र तपाईँहरूलाई यता पनि देखाउँछु, अर्को खोरभित्र। यता पनि मैले अस्ति भर्खरै बनाएको थिएँ, हेर्नुहोस् यस्तो छ। यो बाँस राखेर यसरी बनाउनु पर्छ। उता साइडमा पनि छ साथीहरू। र अब चाहिँ म अन्डा पार्ने डिपार्टमेन्टतिर जाँदैछु। हेर्नु होला कस्तो ठाउँमा अन्डा पार्छन् र कसरी बनाएको छौँ हामीहरूले अन्डा पार्ने ठाउँ। हेर्नुहोस् साथीहरू, यता चाहिँ अन्डा पारिसकेको छ, हेर्नुहोस् यता पनि छ। र साथीहरू यता चाहिँ हाम्रो यी अन्डा पार्नेहरूको लागि छ यस्तो बनाएको, अन्डा पार्नको लागि क्रेटहरू राखेको छ यसरी। हेर्नुहोस् साथीहरू, यो डिपार्टमेन्टमा चाहिँ ठ्याक्कै अन्डा पार्ने र अन्डा पराउने कुखुराहरू मात्रै छन्। र यसमा चाहिँ हामीहरूले लगभग दिनको 2 क्यारेट जति अन्डा पार्छन् साथीहरू। 2 क्यारेट जति हो अन्डा पार्ने। अहिले अब एकछिनमा अन्डा उठाउनु पर्छ, तिर जाँदैछु। खेतमा घाँस पनि काट्नु पर्यो। सो साथीहरू अब म चाहिँ साइकलमा जान्छु। साइकलमा यति पर्फेक्ट छु कि 2 हात छाडेर पनि चलाउन सकिन्छ। आजभोलि त बच्चैदेखि साइकल चलाएको मान्छे, अब यतिको त सकिने हो। हेर्नु साथीहरू, हात छाडेर। तपाईँहरू सक्नुहुन्छ कि नै कमेन्ट गर्नु होला। हेर्नु साथीहरू, 2 हात छोडेर यसरी चलाइन्छ। साथीहरू म चाहिँ अब खेत पुगिसकेँ। अब हाम्रो खेत चाहिँ यता छ, भर्सिङ पनि यता छ। हेर्नु साथीहरू, गहुँ काट्नको लागि रेडी हुँदैछ। अब के को त्यही दिनमा ट्याक्क अब साइकललाई पार गर्नु पर्यो। पार गर्ने नगरे त कसरी काटिने हो। सो अब यहाँनिरै हो साइकल पार्किङ। हेर्नु पार्किङ गरिसक्यो। अब अघि भन्दै थिएँ म, मौसम चाहिँ अलिक पानी पर्ने जस्तो छ भनेर। अहिले चाहिँ हेर्नु त यो घाम लिएर आँखै हेर्न सकिरहेन। अब यो घाँस कसरी काट्ने यति घाममा? लास्टै घाम बढिसकेको छ आजभोलि। तपाईँहरूकोतिर कस्तो छ कमेन्टमा भन्नु होला। र साथीहरू अहिले चाहिँ मैले 1-2वटा फोटो पनि हाने, एक्लै भए पनि के भयो त, मोबाइल एक ठाउँमा राखेर फोटो पनि हानेर 1-2वटा टिकटकको लागि पनि भिडियो बनाएँ। अब चाहिँ म घाँस काट्न जाँदैछु। अब घाँस चाहिँ यस्तै छ, बाडेको छैन। एकछिन रेस्ट गर्दैछु किनभने यस्तो गर्मी भयो कि मैले सायद उता टाँगेर राखेको छु। यो फागुन महिनामा यस्तो गर्मी छ। यो अब झन् कति वैशाख जेठतिर झन् कस्तो गर्मी होला। पसिना आएर खत्तम भइसक्यो। अहिलेसम्म कट्टा भरेकै छैन, यति थोरै मात्रै काटेको छु, अझै काट्न बाँकी छ। यस्तो गर्मी, हट खत्तम गर्मी छ। तेरो फाइनल्ली घाम भए पनि जे भए पनि काटेर सके। अब हेर्नुहोस्
यति धेरै काटेको छु, यति धेरै काटेर पनि बल्ल बल्ल एक कट्टा भराउन सके। अब चाहिँ घरतिर जान्छु। अब यसो घरतिर गएर पानी सानी खाएर त्यसपछि एकछिन रेस्ट गरेर फेरि टुक्रा टुक्रा पारेर अब हाल्छु। ल साथीहरू, अब चाहिँ म घर जाँदैछु। साथीहरू, म चाहिँ अहिले घर पुगिसकेको छु। घाँस मेरो यता छ। अब म पानीको सट्टामा अब म लस्सी खान्छु, अर्ग्यानिक लस्सी घरमा बनेको। बजारमा त कस्तो हुन्छ थाहा छैन, घरमा बनेको खान्छु। साथीहरू, के गर्ने, अब अर्ग्यानिक लस्सी आज चाहिँ सकिया रहेछ, त्यही भएर अब प्याक यो चाहिँ हाम्रो मैले बनाएको शरबत पानी, थोरै चिनी, एउटा पिस कागती, त्यसपछि 1 गिलास पानीमा एनर्जी ड्रिङ्क। खाना बित्तिकै एनर्जी आयो त साथीहरू। कडा 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 भएको छ। साथीहरू, अब चाहिँ हामी ब्लगको अन्तिममा छौँ र ब्लगको अन्तिममा आएर म चाहिँ अहिले कन्स्ट्रक्सन साइडमा आएको छु र कन्स्ट्रक्सन साइडमा चाहिँ ढलानको काम सबै भइसकेको छ र अब चिनाइको लागि चाहिँ खाल्डो खनिरहेको छन्। र साथीहरू, उता फर्मा पनि आइसकेको छ, हेर्नुहोस्। अब यता खन्न बाँकी नै छ, सबै ढलान भइसकेको छ। र साथीहरू, आजको ब्लग हेर्ने सम्पूर्णलाई के भन्न चाहन्छु भने, यो ब्लग हेर्नुभयो भने लाइक कमेन्ट सेयर र फलो पनि गर्नु होला। र साथीहरू, फेरि भेट्नेछौँ अर्को नेक्स्ट डे 6 को ब्लगमा। हस्, बाई बाई साथीहरू।